नमस्ते, बबिन उपस्थित छु बबिन फोटोग्राफी च्यानलमा भिजा सम्बन्धी जानकारी दिने यो सिलसिलामा आज चाहिँ म तपाईहरुलाई जापानको टुरिस्ट भिजा कसरी लगाउने भिजिट भिजा जुन टुरिज्म पर्पजको लागि जापानले टी भिजा अन्तर्गत साइट सिइङको रूपमा चाहिँ घुम्न जानको निम्ति जुन भिजा प्रदान गर्ने गर्छ त्यो भिजा चाहिँ हामी कसरी अप्लाई गर्न सक्छौं, हामी नेपालबाट त्यो भिजा कसरी लिन सक्छौं, तपाईको जापानमा कोही रिलेटिभ्सहरु छैन, तपाईको ब्लड रिलेसन्सको कोही पनि छैन तर तपाई जापान घुम्न जाने चाहना राख्दै हुनुहुन्छ भने तपाई कसरी चाहिँ अप्लाई गर्न सक्नुहुन्छ, के कस्ता डकुमेन्टहरु चाहिन्छ आजको भिडियोमा चाहिँ त्यो बारेमा जानकारी दिन उपस्थित भएको छु। दुवै कुरा म बताउने छु आज भिडियोमा। तपाईको कोही रिलेटिभ्सहरु हुनुहुन्छ जापानमा भने तपाईले पेपर कसरी तयार गर्न सक्नुहुन्छ, यदि तपाईको कोही पनि छैन तपाई सेल्फ अप्लाई गर्न चाहनुहुन्छ भने तपाई कसरी अप्लाई गर्न सक्नुहुन्छ त्यो बारेमा चाहिँ जानकारी दिन्छु। नर्मली जापानको भिजा चाहिँ खासमा जापानले चाहिँ भिजिट भिजाको रूपमा चाहिँ जुन टी भिजा प्रोवाइड गर्छ अप टु 90 डेज 90 दिनसम्मको निम्ति स्टे गर्न पाउनुहुन्छ, काम गर्न पाउनुहुन्न। त्यो भिजामा तपाईले जस्ट घुम्न जानको निम्ति अप्लाई गर्ने 90 डेज अप टु 90 डेज सम्मको भिजा पाउनुहुन्छ। र फेब्रुअरी 2020 मा जुन कुरा अपडेट भएको छ वेबसाइटमा जापानको एम्बेसीको वेबसाइटमा चाहिँ त्यही वेबसाइट अन्तर्गत रहेर म तपाईलाई इन्फर्मेसन्स दिदै छु। सर्वप्रथम तपाईसँग जुन अप्लाई गर्ने प्लानमा हुनुहुन्छ कुन मितिदेखि कुन मितिसम्म चाहिँ तपाई जापान स्टे गर्ने, जापानको ठाउँहरु घुम्ने भनेर कन्फर्म गरि सकेपछि तपाईले अरु चीजहरु डकुमेन्ट रेडी गर्नुपर्ने हुन्छ। तपाईसँग पासपोर्ट चाहियो भ्यालिड अलमोस्ट 6 मन्थ चाहिँ तपाईसँग भ्यालिड भएको हुनु पर्यो। त्यसपछि भिजा एप्लिकेशन्स फर्म एम्बेसीको वेबसाइटमा पाइन्छ, त्यहाँ रहेर भिजा एप्लिकेशन्स फर्म तपाईले प्रोपर रूपमा भर्नु पर्यो। त्यसमा तपाई किन जाने, लाइक यो भन्दा पहिला प्रिभियसली ट्राभल हिस्ट्री कहाँको छ, तपाई कहाँ चाहिँ घुम्नु भएको छ, त्यस्ता कुराहरु चाहिँ तपाईले भिजा एप्लिकेशन्स फर्ममा चाहिँ कम्प्लिट रूपमा चाहिँ लेख्नुपर्ने हुन्छ। त्यसपछि आउँछ 50x50 mm को तपाईसँग चाहिँ फोटोग्राफ्स चाहिन्छ, फोटोग्राफ्स चाहियो। त्यसपछि आउँछ मेन कुरा भनेको फन्डिङ। तपाईसँग आफ्नै सेल्फ फन्ड हुनु पर्यो। 6 महिना 3 देखि 6 महिनाको चाहिँ तपाईले बैंक स्टेटमेन्ट शो गर्नुपर्ने हुन्छ। र कति पैसा चाहिन्छ त भन्ने नर्मली चाहिँ जुन सबैको चासोको विषय पनि रहन्छ। नर्मली तपाईको खातामा तपाईले म्याक्सिमम घुम्ने भनेर जति दिनको भिजा माग्नुहुन्छ त्यो भनेको 10 देखि 15 दिनको लागि हो। त्यो हिसाबले चाहिँ तपाईको खातामा चाहिँ अलमोस्ट 7-8 लाख रुपैयाँ मिनिमम पनि 7-8 लाख रुपैयाँको एभरेजमा चाहिँ तपाईसँग खातामा पैसा हुनु पर्यो ट्रान्ज्याक्सन्स भइराको। र तपाईले जुन बैंक स्टेटमेन्ट लिनुहुन्छ ब्याङ्कको छाप लगाएर बैंक म्यानेजर जुन ब्रान्च म्यानेजर हुन्छ उसको सिग्नेचर सहित तपाईले लिनुहुन्छ। त्यो बेलासम्मको तपाईको क्लोजिङ ब्यालेन्स चाहिँ फाइनल ब्यालेन्स चाहिँ 7-8 लाख रुपैयाँ हुनु पर्यो। तर कहिले पनि यो गल्ती नगर्नुस् कि तपाईले एकैचोटी चाहिँ धेरै अमाउन्टमा पैसालाई डिपोजिट गरेर, त्यो कुरा चाहिँ गल्ती नगर्नु होला। त्यसपछि आउँछ तपाईको कन्फर्म इयर टिकट। तपाईको जाने आउने चाहिँ इयर टिकटको कपी तपाईले पीएनआर कपी अथवा कन्फर्म टिकट सकेसम्म जापानले कन्फर्म टिकट माग्छ तपाईले पीएनआर कपीलाई पनि राख्न सक्नुहुन्छ। त्यसपछि आउँछ तपाईको रिलेसनशिप डकुमेन्ट। तपाईले नेपालमा हुँदाको र नेपालमा तपाईको आफ्नो रिलेसनशिप को हुनुहुन्छ तपाईको ती चीजहरु चाहिँ रिलेसनशिप डकुमेन्टमा चाहिँ हामी नाता प्रमाणीकरण भन्छौं त्यो चीज बनाउन सक्नुहुन्छ। त्यसपछि आउँछ तपाईको एनओसी लेटर। कुनै पनि अफिसमा काम गर्दै हुनुहुन्छ तपाई अथवा तपाईको आफ्नै कम्पनी छ भने तपाईको कम्पनी रजिस्ट्रेसन, र तपाई कुनै अफिसमा एम्प्लोइ हुनुहुन्छ भने एम्प्लोइबाट तपाईले चाहिँ अफिसबाट चाहिँ तपाई बिदामा छुट्टी पाउनु भएको एनओसी नन अब्जेक्सन सर्टिफिकेट तपाईलाई घुम्न दिनको निम्ति अनुमति प्राप्त गरेको एउटा पेपर अट्याच गर्नुपर्ने हुन्छ। त्यसपछि कभर लेटर तपाईले कन्सुलेटलाई चाहिँ सम्बोधन गरेर म यस्तो हो, म यो मितिदेखि यो मितिसम्म चाहिँ जापान घुम्न जान मेरो आइटिनरी बनाएको छु, मेरो प्लान बनाएको छु, त्यो कारणले गर्दाखेरि मलाई भिजा प्रोवाइड गर्नु होला भनेर तपाईले एउटा कभर लेटर लेख्न सक्नुहुन्छ। त्यसपछि ट्राभल आइटिनरी अत्यन्त महत्त्वपूर्ण छ। जुन देश तपाईले अप्लाई गर्दाखेरि पनि ट्राभल आइटिनरी अत्यन्तै धेरै महत्त्वपूर्ण हुन्छ। तपाईलाई भिजा अफिसर्सले तपाईको ट्राभल आइटिनरी हेरेर नै भिजा दिने गर्छ। र यी चीजहरु हुन् मेनली तपाईको लागि चाहिने भनेको चाहिँ जुन भिजिट भिजामा अप्लाई टुरिस्ट भिजामा अप्लाई गर्दाखेरि। तपाई यदि इन्भिटेसन्समा गर्दै हुनुहुन्छ भने अब इन्भिटेसन्सको सवालमा यी चीजहरु चाहिन्छ। यो सँगसँगै अलिकति बढी भिजा चान्सेस हाई हुन्छ यदि तपाईको ब्लड रिलेसन्स अन्तर्गतको चाहिँ कसैले तपाईलाई इन्भाइट गर्दैछ भने इन्भाइट गर्दाखेरि उताबाट लेटर अफ ग्यारेन्टी एउटा फर्म पाइन्छ। लेटर अफ ग्यारेन्टीको फर्म भरेर र एउटा इन्भिटेसन्स लेटर लेखेर चाहिँ अट्याच गरेर तपाईलाई चाहिँ
पठाइसकेपछि ती चिजहरूलाई प्रिन्ट गरेर तपाईँले चाहिँ एम्बेसीमा सबमिट गर्न सक्नुहुन्छ र तपाईँले काम गर्न पाउनुहुन्न र गएर रेफ्युजी अप्लाई गरिसकेपछि रेफ्युजी अप्रुभ भइसकेको केसमा पनि तपाईले देख्न सक्नुहुन्छ शरणार्थी भइसकेपछि पनि काम गर्ने अनुमति नहुन सक्छ। जापानले चेन्ज गरिसकेको छ कति रुल्सहरू जुन चाहिँ पहिला तपाईँले अलिक केही वर्ष पहिला चाहिँ रेफ्युजी हुँदाखेरि फुल टाइम काम गर्ने अधिकार थियो भने अहिले चाहिँ रेफ्युजीले काम गर्न नपाउनेछ। यी यति चिजहरू नै हुन्। तपाईँले डकुमेन्टको रूपमा चाहिने डिस्क्रिप्सनमा म एउटा लिङ्क राखिदिन्छु, त्यो लिङ्कबाट जापानको अफिसियल वेबसाइटमा गएर पनि तपाईँले चाहिँ यो डकुमेन्टहरू सम्बन्धी चाहिँ अन्य विवरण बुझ्न सक्नुहुन्छ। सँगसँगै तपाईँले चाहिँ खासमा भिजा एप्लिकेसन्स फर्म पनि त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। आजलाई यति नै। च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नुहोला, अरू साथीहरू समक्ष पनि यो कुरा पुर्याउनुहोला। स्टेप वाइज स्टेप पेपर प्रिपेयर गर्नुहोला। पेड डकुमेन्टेसनहरूको लागि हामीलाई सम्झनुहोला। थ्याङ्क यू भेरी मच। Stay connected.